स्वागत छ सबैजनालाई कन्सेप्ट गेट नेपालको नयाँ भिडियोमा। योभन्दा पहिलाको भिडियोमा हामीले फाइनेन्सियल स्टेटमेन्टको बारेमा फर्मेट कस्तो हुन्छ र कति इम्पोर्टेन्ट कुन चाहिँ टपिक छ भनेर अनि कुन चाहिँ हेडिङलाई हामीले इम्पोर्टेन्ट दिनुपर्छ भनेर चाहिँ कुरा गरिसकेको छौँ। अब आजको भिडियोमा हामी के कुरा गर्छौँ भन्दा एउटा 2083 मा सोधिएको क्वेसनलाई चाहिँ मजाले सल्भ गर्छौँ। यसपछि तपाईँहरूको 90% डाउट चाहिँ यहाँबाट क्लियर हुन्छ। तर तपाईँलाई अरू पनि हामीले क्वेसन सल्भ गरिदिउँ कि जस्तो लाग्छ भने तपाईँले हामीलाई कमेन्ट सेक्सनमा सोध्न सक्नुहुन्छ कुनै पनि डाउट छ भने चाहिँ है। अब हामी योमा सुरुमा तपाईँहरूलाई क्वेसन देखाउँछु 83 को क्वेसन पनि हामीले पिडिएफमै सारेका छौँ। तपाईँले म क्वेसनबाटै डिस्कस गराउँदै जान्छु है त, त्यही भएर तपाईँहरूलाई सजिलो पनि हुन्छ है त। ल अब पार्टिकुलर यो चाहिँ ट्रायल ब्यालेन्स भनिन्छ यसलाई है त। यो ट्रायल ब्यालेन्स हो, इक्जाममा यसरी सोधेको थियो। ट्रायल ब्यालेन्समा ओपनिङ स्टक, पर्चेस, फर्निचर, बिल्डिङ भनेर आएको थियो। अब पर्चेस भने अब हामीले जहिले पनि गर्ने बेलामा एउटा कुरा के याद राख्नु भन्दा हामीले क्वेसन पेपरमा केर्नुपर्छ है। पेनले भए पनि पेन्सिलले भए पनि। इक्जाममा चाहिँ पेनले झ्याप केरिदिने हो, टाइम पुग्दैन एकाउन्टमा है त। त्यही भएर अब ओपनिङ स्टक भेट्नुभयो तपाईँले। ओपनिङ स्टक कहाँ जान्छ त तपाईँलाई थाहा छ होइन। ओपनिङ स्टक कहाँ जान्छ? हाम्रो ओपनिङ स्टक जान्छ कस्ट अफ गुड सोल्डमा भनेपछि सी लेखिदिने होइन। यो पर्चेस कहाँ जान्छ? यो पनि त्यहीँ जान्छ। अब फेरि फर्निचर कहाँ जान्छ त? अब हाम्रो फर्निचर त एसएस हो, एसएसमा ए लेखिदेऊ, एसएसमा ए लेखिदेऊ है, छुट्याउनु परेन है। अब हाम्रो बिल रिसिभेबल के हो त? बिल रिसिभेबल पनि एसएस हो, ए लेखिदेऊ। डेभेन्चर के हो यहाँ चाहिँ डेभेन्चर के हो त? लाइबिलिटी छ। तर डेभेन्चरको यो 10% भन्ने कुरा छ, इन्भेस्टमेन्टमा 8% भन्ने कुरा छ। यसको बारेमा मैले फर्मेटमा नि भनेको थिएँ। अब चाहिँ म क्लियरै पार्छु है त। जहिले पनि क्वेसनमा यस्तो यस्तो देख्ने बित्तिकै इन्ट्रेस्ट खोज्ने कोसिस गर्नुहोस् है त। इन्ट्रेस्ट खोज्ने कोसिस गर्नुहोस्। सुरुमा हामीले अरूहरू गरौँ, त्यसपछि तपाईँलाई म यसको बारेमा भन्छु। अब हेर्नुहोस्, मैले भनेको थिएँ इन्ट्रेस्ट खोज्नुहोस् भनेर, यहाँ इन्ट्रेस्ट आएको रहेछ। अब यो इन्ट्रेस्ट यहाँ आछ, यहाँ 15,000 डेबिटमा छ, क्रेडिटमा फेरि 5,000 छ। अब हाम्रो कुन चाहिँ के हो भनेर हामीलाई थाहा नहुन सक्छ। हामीले तिरेको इन्ट्रेस्ट यो हो, हामीले पाएको इन्ट्रेस्ट यो हो भनेको मतलब इन्भेस्टमेन्टमा हामीले डिभिडेन्ड पाइन्छ भन्नुपर्दा अब यसको कति भयो? हामीले 1 लाखमा कति भयो त? 8% भनेपछि 8,000। हाम्रो यहाँ 5,000 हामीले के छौँ पाइसकेछौँ, 3,000 चाहिँ पाउन बाँकी रहेछ भनेर बुझ्यौँ। त्यस्तै गरेर यहाँ इन्ट्रेस्टमा 15,000 हामीले तिर्यौँ होइन। अब 5,000 बाँकी छ, किनकि 2 लाख भनेको त 10% कति हुन्छ? 20,000 हुन्छ। यहाँ कति पुगेन? 5,000 पुगेन। त्यसरी हामीले इन्ट्रेस्टलाई छुट्याउँछौँ है त। अब यहाँ वेज छ, वेज कहाँ जान्छ? कस्ट अफ गुड्स सोल्डमा जान्छ। प्रिपेड इन्सुरेन्स कहाँ जान्छ? एसएसमा जान्छ। सेल्स कहाँ जान्छ त? हाम्रो टपमा आउँछ भनेपछि केही नगर्ने। यो कहाँ आउँछ? लाइबिलिटिज। यो कहाँ आउँछ? लाइबिलिटिज। यो कहाँ जान्छ? एसएस। कमिसन कहाँ जान्छ? कमिसन अदर इन्कम एन्ड गेन्समा जान्छ। यसलाई यसरी छोडिदियो भयो, किनकि यो चाहिँ हामीले बुझ्नु पर्यो। जहिले पनि यसरी प्र्याक्टिस गऱ्यौँ भने हामीले मजाले के गरिरहेछौँ भनेर सल्भ गर्न सक्छौँ। अब हामीले क्वेसन मजाले डिस्कस गरिसक्यौँ। अब एडजस्टमेन्ट हेरौँ। जहिले पनि एडजस्टमेन्टमा क्लोजिङ स्टक चाहिँ हुन्छ है त। यो कुरा याद राख, मैले पहिला पनि भनेको थिएँ। मैले त्यो अघि नैको फर्मेट डिस्कसनको जुन भिडियो छ नि त्योमा हेर, मैले जे टपिक भनेको छु यहाँ म्याक्सिमम् त्यही आएको छ। मैले त्यहाँ चाहिँ भिजन फर इन्कम ट्याक्स र पर्पज डिभिडेन्डको कुरा गरेको थिएन होइन। तिनीहरू चाहिँ कहिलेकाहीँ नआउन पनि सक्छ। तर क्लोजिङ स्टक आउँछ, डिप्रिसिएसन आउँछ, आउटस्ट्यान्डिङ एडभान्टेज यिनीहरूमा एकजना आउँछ है त। अब क्लोजिङ स्टक यहाँ हेर्नु, क्लोजिङ स्टक छ एउटा के हो त हाम्रो? एउटा चाहिँ हाम्रो कहाँ जान्छ? यो चाहिँ हाम्रो जान्छ कस्ट अफ गुड्स सोल्डमा माइनस हुन। त्यसपछि एउटा जान्छ करेन्ट एसेट्समा है त। त्यस्तै गरेर डिप्रिसिएसन अन फर्निचर कहाँ जान्छ? फर्निचरको अमाउन्ट कति छ त्यसमा 10% निकालेर माइनस गर्ने होइन। अब जस्तै 50,000 थियो भने चाहिँ है यसरी -5,000
गर्न सक्यो। अनि त्यसपछि अब यता अमाउन्ट कहाँ लेखिन्छ त्यो त मैले अहिले देखाइदिइहाल्छु पढ्नुमा, फेरि पनि सिकाइदिएँ है त यसरी। अब त्यसपछि प्रिपेड इन्सुरेन्स वाज एक्सपायर्ड भनेको मतलब यसलाई चाहिँ हामीले इन्सुरेन्स एक्सपेन्सेस भनिन्छ है। यसलाई हामीले इन्सुरेन्स प्रिपेड इन्सुरेन्स एक्सपायर भनेर हेडिङ पनि लेख्न पाइयो, अर्थात् कि हामीले यसलाई इन्सुरेन्स एक्सपेन्सेस भनेर पनि लेख्न पाइन्छ है, केही पनि फरक पर्दैन। अब प्रोभिजन फर इन्कम ट्याक्स छ, यसको बारेमा पनि मैले राम्ररी डिस्कस चाहिँ गरेको थिएन, तर नेट इन्कम भन्दा तल हामीले त्यसको 20% निकाल्ने हो अनि माइनस गर्ने हो। यो पनि तपाईँले मैले गर्दा मैले यो पिडिएफमा देखाउँछु है त। अब हामी जान्छौँ सल्युसनतिर। सरी के भयो, रोक्नुहोस्। अब हाम्रो ल यसरी हामीले गर्दा मल्टी स्टेप इन्कम स्टेटमेन्ट भनेर के गर्नु पर्यो, यसरी माथि लेख्नु पर्यो है त। सरी यसरी लेख्नु परेन, सुरुमा त हामीले कम्पनीको नाम यसरी लेख्नु पर्यो, त्यसपछि मल्टी स्टेप इन्कम स्टेटमेन्ट भनेर लेख्नु पर्यो, त्यसपछि फर द इयर एन्डेड भनेर मैले जुन फर्मेटमा बनाएको थिएँ त्यही कुरा हो है त। त्यसपछि पार्टिकुलर अमाउन्ट। अब हामीले त्यहाँ सुरुमा के देखेको थियौँ, सेल्स होइन, सेल्समा हामीले यस्तो मार्क गरेर छोडिदिएको थियौँ कि हो सेल्स यहाँ आयो। अब कस्ट अफ गुड्स सोल्ड COGS हाम्रो जुन छ योमा हामीले ओपनिङ स्टक त्यहाँ पनि देखायो, मैले लगाएको थिएँ मार्क, ओपनिङ स्टक लेख्यौँ, पर्चेस लेख्यौँ, वेज लेख्यौँ, तर वेजमा आउटस्ट्यान्डिङ एडभान्स के छ त्यो खोज्नुपर्छ हामीले सुरुमा, तर यहाँ थिएन रहेछ होइन र। त्यसपछि हाम्रो क्लोजिङ स्टक माइनस गर्नुपर्छ भनेको थिएँ, यहाँ पनि माइनस गरेछ। त्यसपछि यसले यहीँ नै टोटल यसरी गरेर यहाँ लिएर गएर माइनस गरेर यसरी अमाउन्ट लिएर आएको छ है, यस्तै हो हाम्रो फर्मेट। अब मैले अपरेटिङ एक्सपेन्सेसमा दुईवटा टाइपमा हामीलाई विभाजन गरेर छ भनेको थिएँ हो, त्यो पनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ। सरी अब जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमा हेर्नुहोस्, डिप्रिसिएसन अन फर्निचर छ 10% कतिको, 2 लाखको, कति हुन्छ त 20,000। प्रिपेड इन्सुरेन्स एक्सपायर, यसलाई मैले के भनेको थिएँ, एक्सपेन्सेस भनेको थिएँ, यो 6,000 रहेछ, यसरी हामीले गर्न सकियो है त। अब त्यसै गरेर हाम्रो अब हाम्रो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस चाहिँ क्वेसनमा आएकै थिएन, यो कुरा याद राख्नु। यो वर्षको जुन 2083मा आएको क्वेसन थियो त्योमा हाम्रो क्वेसन सोध्याइ थिएन के, झुक्काउनलाई स्टुडेन्टलाई, ल स्टुडेन्ट झुक्किन्छ भनेर, तर आएको चाहिँ थिएन है, यो कुरा चाहिँ याद राख्नु। अब यो डिप्रिसिएसन फर्निचर भनेर यहाँ कतिजना झुक्किन्छन्, किनकि कस्ट सिटमा अलग कन्सेप्ट लागिरहेछ, तर यहाँ चाहिँ त्यस्तै झुक्किनु भएन है त। अब त्यसपछि हामीले टोटल गर्ने हो, तर यसको केही पनि नभएर टोटल गरिएन। त्यसपछि हामीले कति हुन्छ त अमाउन्ट माइनस गरेपछि भन्दा 3,89,000 भयो। त्यसपछि हामीले अदर इन्कम एन्ड गेन्स लेखेको छ, यहाँ मैले भनेको थिएँ फर्मेटमा पनि अदर इन्कम मात्रै लेख्न पनि पाइन्छ है त। त्यो लेखिसकेपछि हामीले कमिसन भनेर लेख्यौँ 15,000 जुन चाहिँ CRमा थियो। त्यसपछि इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर 5,000 प्लस आउटस्ट्यान्डिङ पनि यहीँ गरे रहेछ, यसरी गर्न पनि पाइयो। तर कस्तो गर्दाखेरि फाइदा छ भन्दाखेरि चाहिँ जस्तै इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट लेखेर 5,000 यसरी माथि लेख्ने, त्यसपछि तल चाहिँ आउटस्ट्यान्डिङ इन्ट्रेस्ट भनेर तल एकछिन लेखेर आउटस्ट्यान्डिङ इन्ट्रेस्ट भनेर यसरी लेखेर है, यसो साइडमा यसरी प्लस गरेर कति त 3,000 यसरी प्लस गरेर हामीले यसरी स्वाट तानेर यता लेख्न पनि सकिन्छ है, डाइरेक्ट डिटेलमा नलेखेर टोटल अमाउन्ट भनेर लेख्न सकिन्छ है त। यो पनि मैले भनिदिएँ, यो दुईवटा तरिकामा जुम गर्दा नि हुन्छ। फेरि अब टिचरहरूले अर्कै पढाउँदा मैले अझै अर्को पढाइदियो भन्दाखेरि कन्फ्युज हुन सकिन्छ, त्यही भएर मैले पनि भनिदिएँ। अब हाम्रो अदर एक्सपेन्सेस एन्ड लसेस छ, यो चाहिँ धेरै नर्मल छ है, यो पनि मैले भनेको कुरा हो। अब इन्ट्रेस्ट अन डिभेन्चर पनि सेमै तरिका हो है, यसरी गर्न पनि पाइन्छ, त्यहीमा आउटस्ट्यान्डिङ यसरी गरेर 20,000 माइनस भयो। अनि हाम्रो नेट इन्कम पनि भनिन्छ, यसलाई नेट प्रफिट पनि भनिन्छ, बिफोर ट्याक्स चाहिँ आउँछ जहिले पनि, ट्याक्स छैन भने चाहिँ त्यही हो हाम्रो सबै है। त्यसपछि यहाँ ट्याक्स छ, त्यसपछि यो आयो। अब हामीले 20% के को 20% हो त भन्दा यसको 20% हो, नेट इन्कम बिफोर ट्याक्सको 20% गरेर यति आउँछ, नपत्ता क्यालकुलेट गर्नु।
त्यसपछि हाम्रो नेट इन्कम यति आउँछ है त। त्यसपछि हाम्रो यसलाई नेट इन्कम आफ्टर ट्याक्स पनि भन्न पाइयो है, भन्न पाइन्न भन्ने भएन, एउटै कुरा हो। त्यसरी हामीले यसलाई मजाले मल्टी स्टेपमा 4मा 4 अप्टेन गर्न सकिन्छ। अब हाम्रो स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन, यो भनेकै हाम्रो ब्यालेन्स सिट हो है त। अब योमा पनि कम्पनीको नाम माथि लेख्न पाइयो, स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन पनि लेख्न पाइयो, कि ब्यालेन्स सिट एच अन भनेर मजाले लेख्न पनि पाइयो। यो फर्मेटमा जानुपर्छ भन्ने छैन है त। अब एसेट्स भनेर लेखियो, अमाउन्ट अमाउन्ट भनेर लेखियो है त। अब अब हाम्रो सुरुमा के लेख्यौँ त, हामीले करेन्ट एसेट्स लेख्यौँ होइन। अब करेन्ट एसेट्स किन लेखेको भन्नेलाई सुरुमा हामीले करेन्ट एसेट्सलाई तल पनि लेख्न पाइन्छ, माथि पनि लेख्न पाइन्छ। त्यही हिसाबमा हामीले चाहिँ कहाँ लेख्यौँ, माथि राख्यौँ। अब करेन्ट एसेट्स के भयो त हाम्रो यहाँ, सरी 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 यस्तो तरिकाले मेनली के गरेर योभन्दा अगाडि हामीले इन्कम स्टेटमेन्ट्स एज इट इज द लङ टर्म प्रोभिजन फर है, यहाँ हामीले अब यहाँ हेरौँ। अब हाम्रो यहाँ करेन्ट एसेट्स भनेर सुरुमा आइसकेको छ है त। अब यो करेन्ट एसेट्स चाहिँ हामीले जहिले पनि सुरुमा राख्छौँ। त्यसपछि बिल्स रिसिभेबल थियो राख्यौँ, आउटस्ट्यान्डिङ यसलाई ओएस पनि भन्न पाइयो, इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट थियो राख्यौँ। प्रिपेड इन्सुरेन्समा के गर्यौँ, हाम्रो 18,000मा हाम्रो एक्सपायर भएकोलाई माइनस गरिदिउँ, 12,000 आयो। ब्याङ्क ब्यालेन्स त जहिले पनि हुन्छ मैले भनिरहेको कुरा। क्लोजिङ स्टक यहाँ माइनस हुँदैन, यो कुरा याद राख्नु पऱ्यो। त्यसपछि यहाँ यसरी टोटल गरेर यहाँ राखिदियो है त। अब इन्भेस्टमेन्टमा 8% इन्भेस्टमेन्ट भने यसको तल राख्ने चाहिँ होइन। अब त्यसपछि हाम्रो यहाँ आयो 1 लाख, 1 लाखको पनि ठ्याक्क यसरी टोटल गरेर राखिदियौँ। त्यसपछि हाम्रो आयो प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट 2 लाखमा, अब यसरी 2 लाखमा हाम्रो माइनस यस्तो गर्न पनि हामीले पाइन्थ्यो है त। यसरी झ्याप पनि निकालेर यसरी राख्न पनि पाइन्थ्यो है त। यसरी हाम्रो 1,80,000 आयो। त्यस्तै गरेर बिल्डिङ पनि 1 लाख आयो र टोटल हाम्रो 2,80,000 भयो है त। त्यसपछि इन्टेन्जिबल एसेट्स चाहिँ आएको थिएन है। त्यसपछि हाम्रो 8,77,000 आएको थियो एन्सर है। यसरी बुझ्नु पर्यो। अब हाम्रो लाइबिलिटिज र यो चाहिँ ग्याप चाहिँ हुँदैन, यहाँ यो जोडिएको कुरा हो है। यो ग्याप चाहिँ हुँदैन यहाँ, यो कुरा बुझ्नुहोस्। अब हाम्रो सरी लाइबिलिटिज एन्ड सेयर होल्डर इक्विटीमा हाम्रो करेन्ट लाइबिलिटिज एन्ड प्रोभिजन छ। मैले भनेको थिएँ करेन्ट लाइबिलिटिज मात्रै लेख्न नि पाइन्छ है त। बिल्स पेएबल भयो, बिल्स पेएबलको ठाउँमा करेन्ट पेएबल